विवेकले जाने बुझेसम्म इमान धर्म तथा परम कर्तव्य सम्झी संस्थाप्रति वफादार रही नेपाल आदिवासी जनजाति महासंघ कतारको विधान सन् 2006 संशोधन 2025 सहित को अधीनमा रही आफ्नो काम कर्तव्य पालना गर्नेछु। सबैलाई धन्यवाद छ, बधाई छ। नेपाल आदिवासी जनजाति महासङ्घको 10औं अधिवेशनका निर्वाचन समितिका संयोजक विशेष सल्लाहकार पूर्व अध्यक्ष दाजु, त्यसै गरेर 10औं अधिवेशनमा अध्यक्ष डिआर मगरज्यू, त्यस्तै गरेर निर्वाचन समितिका सदस्यज्यूहरू, नेपाल आदिवासी महासङ्घ कतारका विशेष सल्लाहकारज्यूहरू, साथै विभिन्न मातृसंस्थाका अध्यक्षज्यूहरू र यस 10औं अधिवेशनमा सम्पन्न गर्नलाई नेपालबाट आउनुभएका नेपाल आदिवासी महासङ्घ मुख्य कार्यालय केन्द्रका प्रमुख अतिथि गोल्से लामा शेर्पाज्यू, त्यस्तै गरेर विशेष अतिथिज्यूहरू र प्रवासबाट आउनुभएका अन्तर्राष्ट्रिय नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष मनबहादुर मगरज्यू, त्यस्तै बनाइबाट पाल्नुभएका नेपाल आदिवासी महासङ्घ कतारका महासचिवज्यू लगायत सम्पूर्ण आदिवासी जनजाति महासङ्घमा आबद्ध नेपाल जनजातिहरूमा जुजुलोमा साथै आदिवासी अभिवादन गर्न चाहन्छु। सर्वप्रथम त नेपाल आदिवासी जनजाति महासङ्घलाई विशेष धन्यवाद दिन चाहन्छु। साथै यस नेपाल आदिवासी जनजाति महासङ्घलाई 2006 मा स्थापना गरेर 10औं अधिवेशन ल्याउन विभिन्न ओदाबाट सहयोग गर्नुहुने पूर्व अध्यक्षज्यूहरू, सल्लाहकारज्यूहरू, मातृसंस्थाका अध्यक्षज्यूहरू र यस नेपाल आदिवासी जनजाति महासङ्घमा सहयोग गरेर प्रत्यक्ष र अप्रत्यक्ष अभिभावकज्यूहरूमा सम्पूर्णमा हार्दिक नमन गर्न चाहन्छु, जसले उहाँहरूले स्थापना गर्ने आज 10औं अधिवेशनसम्म हामी आइसकेका छौँ र यस 10औं अधिवेशनमा मलाई तपाईँहरूले एक सक्षम व्यक्तिको छान्नुभएकोमा सम्पूर्ण व्यक्तिहरूलाई धेरै धन्यवाद दिन चाहन्छु। साथै म विशेष धन्यवाद दिन चाहन्छु न्यायपुत्र कतारलाई, जसले नेपाल आदिवासी जनजातिसँग सहकार्य 2014 स्थापना सहकार्य गर्दै आज न्यायपुत्र कतारले मलाई सक्षम रूपमा एउटा प्रतिनिधि बनाउँदै आज 10औं अधिवेशनमा मलाई उहाँहरू सबैले सर्वतोमा अध्यक्ष पदमा मलाई निर्वाचित गर्नुभएको छ। त्यसको लागि सम्पूर्ण मातृसंस्था अध्यक्षज्यूहरू, न्यायपुत्र साथै नेपाल आदिवासी जनजाति महासङ्घमा आबद्ध रहेका सम्पूर्ण अग्रणी व्यक्तित्वहरूमा हार्दिक धन्यवाद दिन चाहन्छु। र यस अधिवेशनको कालखण्डमा आउँदै गर्दाखेरि हामीलाई विभिन्न किसिमको समस्या परेको थियो, अप्ठ्यारो परेको थियो, जसले सम्बोधन गर्नलाई केन्द्रबाट हाम्रा अध्यक्ष केल्पी शेर्पा आउनुभएको छ। उहाँहरूको सम्मेलनमा गर्दा नै आज 10औं महाधिवेशन सम्पन्न भएको छ। त्यसको लागि विशेष धन्यवाद दिन चाहन्छु केन्द्रलाई र समयको बावजुद उहाँहरू हामीसँग अन्तिम वार्ता गर्न सक्नु भएन। उहाँको आजको यात्रा भएकोले उहाँलाई शुभयात्रा पनि भन्न चाहन्छु। सायद अहिले उहाँ एयरपोर्टमा हुनुहुन्छ भन्दै मेरा यस 11औं कार्यक्रमको लागि मसँगै सहयोग रूपमा आउनुभएका र मलाई अध्यक्ष रूपमा समर्थ रूपमा मलाई निर्वाचित गराउनुहुनेमा विशेष धन्यवाद तमु समाज कतालाई दिन चाहन्छु। विशेष गरेर भाइकाजी जो मेरो प्रतिनिधि रूपमा आउनुभएको थियो, तर उहाँले एउटा गार्जियन रूपमा न्यायपुत्रलाई जुन चाहिँ सहयोग गर्नुभएको छ, न्यायपुत्रले मात्रै होइन म आफ्नो स्वयं व्यक्तिले पनि उहाँको जुन किसिमको
व्यक्तिको सम्मान गर्दै तमु समाजलाई विशेष धन्यवाद दिँदै हार्दिक नमन गर्न चाहन्छु। तपाईँहरूको शोभायात्राले नै आज नेपाल आदिवासी जनजातिलाई जुन हिजोको तुलनामा जस्तै अहिले पनि अब हामीभित्रको बन्धुवाद अझै पनि निरन्तर बढेको मैले आवाज गरेको छु भन्दै यसै अब हाम्रो यस 11औं कार्यक्रमको लागि मेरा केही प्रतिबद्धताहरू छ तपाईलाई म थोरै सुनाउन चाहन्छु। 12औं बुँदामा मैले बनाएको छु। महासंघ कतारका माथि सत्तासँग अझ व्यक्त गर्दै सबै संस्थाहरूलाई समान रूपमा हक अधिकार दिन संस्थाका सल्लाहकार तथा अभिभावकज्यूहरूसँग सल्लाह सुझाव लिँदै कार्य गर्न कार्य समितिलाई सम्मेलन गर्नेछु। दोस्रो, महासंघमा आबद्ध नरहेका अरू माथि संस्थालाई पनि आबद्ध गराउन विशेष भूमिका खेल्ने र अहिले सक्रिय रहेको 11 वर्ष कमसे कम 15वटासम्म माथि संस्था बढाउने हामीले दिनरात प्रयास गर्ने पनि प्रतिबद्ध गर्न चाहन्छु। साथै यहाँनिर एनसीसी वैचारिक संस्था लगायत कता स्थापित रहेको सम्पूर्ण संस्थासँग समन्वय गर्दै मानवीय र सामाजिक कार्यमा सधैँ हातमा अगाडि बढ्ने पनि प्रतिबद्ध गर्न चाहन्छु। महासंघलाई आर्थिक अवस्थामा मजबुत बनाउन लागि विभिन्न कार्यक्रमहरू ल्याउने जसमा मातृ संस्था संगठन निर्भर नभएर हामीले विभिन्न किसिमका कार्यक्रम गरेर पनि आर्थिक पाटोलाई हामीले बलियो बनाउन हाम्रो पहिलो भूमिका रहने पनि तपाईँलाई जानकारी गराउन चाहन्छु। महासंघमा आबद्ध रहेका कलाकारहरूलाई विशेष रूपमा पारिश्रमिकको एउटा निर्धारण गर्दै महासंघ आबद्ध रहेका सम्पूर्ण कलाकारहरूलाई महासंघको छानाभित्र राखेर हरेक कार्यक्रममा महासंघले नै यसलाई समन्वय गर्ने पनि तपाईँलाई म भन्न चाहन्छु। महासंघमा आइसकेपछि म लगायत मेरा कार्य समितिहरूले र कसैले पनि राजनीतिसँग नगर्ने र गर्न नदिने पनि तपाईँहरूलाई अवगत गर्न चाहन्छु। महासंघ केन्द्रसँग समन्वय गर्दै आदिवासी जनजाति पहिचान हक अधिकार मुद्दाहरूलाई एकबद्ध गर्दै आर्थिक नैतिक भौतिक रूपमा पनि केन्द्रलाई सहयोग गर्ने पनि हामी प्रचार गर्न चाहन्छौँ। अन्तर्राष्ट्रिय नेपाली आदिवासी जनजाति महासंघसँग समन्वय गर्दै भोलिका भविष्यमा आदिवासीलाई अझ मजबुत बनाउन र संसारभरि छरिएका आदिवासीहरूलाई एक खातामुनि ल्याउने पनि हामीले आफ्नो गर्ने प्रयास गरेछौँ। कतार रहेका आदिवासी जनजाति मजदुरहरूको हक अधिकारका लागि महासंघले एनसीसी नेपाली एमबीसीसँग समन्वय गर्ने र मजदुरको दुःख अप्ठ्यारो परिस्थितिलाई प्रत्यक्ष रूपमा समावेश गरी पीडितहरूलाई उद्धारका लागि महत्त्वपूर्ण भूमिका पनि खेल्ने प्रतिबद्ध गर्न चाहन्छु। जस्तै कतारको नियम कानुनको बारेमा मजदुरहरूले प्रत्यक्ष रूपमा संशोधन गर्दै गुम्ती टोली खडा गर्दै हामीले क्याम्पहरूमा गएर कतारको बारेको नियमको लागि पनि हामीले उहाँलाई अवगत गराउने पनि हामीले प्रतिबद्ध गर्न चाहन्छौँ। त्यस्तै गरेर नेपाल र कतारमा खेलकुद र स्वास्थ्य क्षेत्रमा पनि मुख्य भूमिका खेल्दै कतारमा समावित खेलहरूलाई महासंघबाट पनि खेल खेलाउने र महासंघ पनि एउटा कुनै पनि खेलको लागि एउटा टिम बनाएर यसलाई सधैँ अरू प्रदेश जस्तै जिल्ला जस्तै एनसीसी जस्तै हामीले खेललाई पनि अघि बढाउनेछौँ। संस्थालाई आर्थिक नैतिक भौतिक सामाजिक रूपमा बलियो बनाउन यस अहिले बनेको कार्य समितिले तन मन कर्मले कुनै पनि कसो नछोडी सबैलाई समान रूपमा सम्मान गर्दै सबैलाई सहायता बनाउँदै तपाईँहरूसँग सधैँ सहयोगको भूमिका पनि हामी खेल्ने पनि प्रतिबद्ध गर्दै र हाम्रो यसै 11औं कार्य समितिले र पूर्व अध्यक्षज्यूहरू सल्लाहकारज्यूमा सहयोग लिँदै उहाँहरूको सल्लाह सुझावलाई सधैँ सिरपार गर्दै भोलिको बन्ने हाम्रो कार्यक्रम तपाईँहरूसँग छिटै नै हामी आउनेछौँ। र साथै म अर्को कुरो तपाईँसँग के भन्न चाहन्छु भने मेरो केही दिनमा हामी नेपाल जानेछौँ। म नेपाल जान्छु, त्यसको लागि हामी भोलि बेलुका पहिलो कार्यक्रमको बैठक पनि बस्ने तपाईँहरूलाई उद्घोषण गर्न चाहन्छु। धन्यवाद।